नमस्कार दर्शकवृन्द, आज हामी लिएर आएका छौं देश विदेशका 10 वटा अत्यन्तै महत्त्वपूर्ण र चासोका खबरहरू। राजनीति, समाज, स्वास्थ्यदेखि अन्तर्राष्ट्रिय घटनासम्मका खबरहरू आजको भिडियोमा समेटिएका छन्। भिडियो अन्त्यसम्म हेर्नुहोला र यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। काठमाडौँ महानगरका मेयर बालेन शाहले नेपाली राजनीतिमा ठूलो हलचल ल्याउने अभिव्यक्ति दिएका छन्। उनले ओलीलाई नहराई जित्नुको मजा छैन भन्दै आफ्नो मेयर पदबाट राजीनामा दिएर झापा 5बाट केपी ओलीसँग चुनाव लड्न सक्ने संकेत गरेका छन्। यसले नेपाली राजनीतिमा नयाँ लहर सुरु हुने निश्चित देखिएको छ। यदि साँच्चै बालेन र ओलीबीच चुनावी भिडन्त भयो भने राजनीतिक समीकरण कतातिर जान्छ भन्ने प्रश्न उठेको छ। हिन्दू मार्न पाइँदैन भन्ने नारासहित वीरगञ्जका सडकमा प्रदर्शन गरिएको छ। बङ्गलादेशमा हिन्दू समुदायमाथि भइरहेको दमन, हत्या र हिंसाको विरोधमा मानिसहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा बङ्गलादेशको झण्डा समेत देखाइएको थियो। यो विषय अब केवल बङ्गलादेशको मात्र नभई विश्वले हिन्दू समुदायमाथि भइरहेको अत्याचारलाई कहिलेसम्म मौन बसेर हेर्ने भन्ने गम्भीर प्रश्न बनेको छ। काठमाडौँको ठमेल स्थित एक क्यासिनोमा हाइटेक ठगी भएको खुलासा भएको छ। भारतबाट आएका संगठित गिरोहले आँखामा विशेष लेन्स, हातमा चिप जडित कार्ड र क्यामेरालाई छल्ने प्रविधि प्रयोग गरी लाखौं रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। ठगीको शैली अत्यन्तै आधुनिक भएकाले यो घटनाले सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठाएको छ। प्रहरीले दोषीमाथि कडा कारबाही गर्ने जनाएको छ। काठमाडौँमा बिक्री हुने तरकारीमा अत्यन्तै खतरनाक मात्रामा विषादी भेटिएको तथ्य सार्वजनिक भएको छ। केही तरकारीमा 95% सम्म विषाक्त रसायन भेटिएको बताइएको छ। धनियाँ, काउली, करेला जस्ता दैनिक प्रयोग हुने तरकारीमा समेत विषादीको प्रेजेन्स देखिएको छ। अब पासपोर्टका लागि महिनौं कुर्नुपर्ने बाध्यता हटेको छ। नयाँ व्यवस्था अनुसार सोही दिनमै पासपोर्ट पाउने व्यवस्था लागू गरिएको छ। विदेश जाने तयारीमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि यो निर्णय ठूलो राहत बनेको छ। यसले एजेन्ट मार्फत हुने झन्झट र अनावश्यक दौडधुप पनि कम हुने आशा गरिएको छ। तपाईलाई यो निर्णय कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्न सक्नुहुन्छ। भारतको बोनपुर गाउँमा एक अनौठो घटना सार्वजनिक भएको छ। सहरुद्दिन नामका युवकले सालीसँग बिहे गरिदिनुपर्ने माग गर्दै टेलिफोन टावर चढेर हाम फाल्ने धम्की दिएका थिए। श्रीमती हुँदाहुँदै यस्तो माग गरेपछि गाउँमा तनावको स्थिति सिर्जना भएको थियो। प्रहरीको लामो छलफल र सम्झाइपछि उनी सुरक्षित रूपमा टावरबाट तल झरेका छन्। मुस्ताङको कठोर जाडोका कारण बहिरहेको नदी समेत बरफमा परिणत भएको छ। माथिल्लो मुस्ताङको लोमानथाङ थिङ्गर क्षेत्रमा बिहान र बेलुका तापक्रम -20 डिग्रीसम्म झर्ने गरेको छ। यस्तो कठोर मौसममा त्यहाँका बासिन्दाको दैनिकी कति कठिन होला भन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ। अमेरिकामा 7000 भन्दा बढी भारतीय ट्रक ड्राइभरहरूले आफ्नो लाइसेन्स गुमाएका छन्। अङ्ग्रेजी परीक्षा अनिवार्य गरिएपछि उक्त परीक्षामा असफल भएका कारण उनीहरूको लाइसेन्स रद्द गरिएको अमेरिकी मिडियाले जनाएको छ। सरकारले सडक सुरक्षालाई प्राथमिकता दिँदै अङ्ग्रेजी भाषा दक्षतालाई अनिवार्य बनाएको बताइएको छ। कुलमान घिसिङले जिम्मेवारी सम्हालेको 100 दिनभित्र 101 उपलब्धि हासिल गरेको प्रगति विवरण सार्वजनिक भएको छ। विद्युत मन्त्रालयमा 32, भौतिक पूर्वाधार मन्त्रालयमा 30 र अन्य विकास मन्त्रालयहरूमा 49 उपलब्धि हासिल गरिएको बताइएको छ। यस अवधिमा 3 अर्ब रुपैयाँ बराबरको ठेक्का तोडिएको, 19 अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको र भूकम्पबाट प्रभावित 40 सरकारी भवनको पुनर्निर्माण सम्पन्न गरिएको छ। यसले कुलमानको कार्यशैली र परिणाममुखी नेतृत्वलाई फेरि प्रमाणित गरेको छ। अन्त्यमा गोपाल हमालले राजनीतिबारे कडा अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, यदि तपाईँ देशको लागि राजनीति गर्नुहुन्छ भने त्यो समर्पण हो, तर आफ्नो फाइदाका लागि राजनीति गर्नु व्यापार हो। राजनीतिमा पैसा खोज्ने हो भने राजनीतिमा नजानुहोस्, बरु व्यापार गर्नुहोस्। यो भनाइले
आजको राजनीतिमा गहिरो सन्देश दिएको छ। यही थिए आजका मुख्य समाचारहरू। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला नयाँ खबर सहित। धन्यवाद।